Hello guys, good morning. Welcome back to my YouTube channel. It's Mitinjinga. तपाईहरुलाई फेरि पनि स्वागत छ मेरो मिनी ब्लगमा. सो गाइस आज चाहिँ हाम्रो कलेज गइना छुट्टी छ हो. सो हामी चाहिँ माथि गणेशटक जाँदैछ. माछीले फास्ट थाप्नु भएको छ नि त दोकान. अनि त्यहाँ चाहिँ हामीलाई बोलाएको थियो हो. सो आज छुट्टी पनि थियो. घरमा के गरि बस्नु भनेर चाहिँ अन्त म र मेरो साथी चाहिँ माथि जाँदैछ हो. माछीलाई सकाइदिनु अनि माछीले पनि बोलाइरहेको थियो. सो त्यही भएर हामी चाहिँ भर्खर निस्के. गाइस हामी चाहिँ यहाँ उकालो जाँदैछ सर्टकट हो. माथि 2 माइल पुगिहाल्छ नि त यो बाटो गयो भने चाहिँ. सो गाइस हामी चाहिँ तलदेखि हिँड्दै यहाँ आइपुग्यो थाकेर बिर्सिरहेछ. तलदेखि आएको चाहिँ उकालो जानु. सो गाइस हामी चाहिँ अहिले यहाँ 2 माइल टर्निङ पुग्यो. अब उता गणेशटक जाँदैछु. है अब चाहिँ पुग्नु आँट्यो. गरमले हैरान भयो. त्यहाँ आउनु त थियो होइन होला रहेछ. हाम्रो यहाँ त छैन नि त. बेसी सर्टकट नखोजौँ होला. सर्टकट आएर चाहिँ हामी उता जाँदैछ. माछीको दोकान पुग्नु आँट्यो. मोडल गर्ने जग्गा गणेशटकको तर्फ लागिँदैछ हामी. So guys, we reach Ganeshtok. त्यो उकालो जू. So guys, हामी चाहिँ यहाँ गणेशटक पुग्यो. अब माछीको दोकान चाहिँ उपर छ. सबै छ. So guys, हाम्रो भाउजू चाहिँ उयो रातो अर्पण लगाएर बसिरहेछ. एप्रन लगाएर बसिरहेछ. एक्लै है साथी. सो गाइस मेरो भाउजूको फास्टफुड चाहिँ यही हो. तपाईँहरू आएर के किनिदिनु होला. के पाउँछ होला. के पाउँछ भनिदिनु न. खोइ ए. सो गाइस हामीलाई यहाँ माछीले कफी पनि दियो. के को बुक कति रहेछ त्यसको प्राइस 125 रहेछ. मिठो रहेछ कफी. कस्तो खालको कफी हो. क्यापुचिनो. के भयो तिमीलाई. गरम भयो. So guys, म चाहिँ फोनको च्याम्बर किन्यो. गरम भयो गाइस भनेर स्टोरी अन पर्ला जस्तो छ. अलिक ठुलो. So guys, हामीले काम पायो. धनिया के लाउने. बैकग्राउंड बहुत अच्छा है. है कस्तो दामी देखियो. धनिया. अच्छा बहुत अच्छा लगा इधर आके. हाम्रो कस्टमर आ चुके हैं.
माछीको कस्टमर माछीको सेकेन्ड कस्टमर सो गाइस अब चाहिँ 4 बजिसक्यो जाडो पनि भयो च्याम्प फर्किनु आँटेको के भयो गाइस हामी चाहिँ बिहान घाम लागिरहेको थियो होइन टन टन गरम हुन्छ भने पतला पतला लुगा लगाएको जाडो भएर मऱ्यो अब चाहिँ हामी फर्केको आजको भ्लग चाहिँ यति नै थियो आई होप तपाईँहरूलाई मन पऱ्यो भने लाइक कमेन्ट सेयर सब्सक्राइब गर्न नबिर्सिनु होला बाई बाई